स्वस्थानी व्रतकथा अध्याय त्रिंशोऽध्याय चन्द्रावती सुवृत्तान्त कथनम। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तिमी ध्यानपूर्वक सुन। त्यसपछि चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे, हे स्त्री, मैले तिम्रो मुख नदेखेको आज यत्तिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ। ती डोले पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धेरै विलम्ब गर्यौ। म राजा भएको तिमीले थाहा पाएनौ कि? मैले त राज्यको कार्यभारले तिमीलाई बिसिरी राखेको थिएँ। फेरि सालिन्दीको तटमा आएर एक्लै किन बसेकी? मलाई त लावण्य देशका प्रजाले भनेर थाहा पाएँ। फेरि तिमी पनि पहिले जस्ती छैनौ, अत्यन्त तेजवती भइछौ। आफ्नो सबै वृत्तान्त सुनाऊ। यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन्, हे स्वामी, म माइतमै बसिरहेकी थिएँ। हजुरले डोले पठाउनु भएछ। उनैद्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र मातापितासित बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हतपताइरहेकी थिएँ। संयोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ र यहाँ आउने बाटोमा एउटा ठूलो जङ्गल रहेछ। त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका डोलेहरूले देखेछन् र डोली अड्याई हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए खाएर आउँछौँ, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मनेर आई प्रसाद दिए। त्यसबेला मलाई अहङ्कारले छोप्यो र डोलीबाट उल्टै डोलेहरूको हातबाट प्रसाद खोसी थुथु गरी थुकेर खुट्टाले कुल्ची मिल्काइदिए र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाऊ भन्दै श्री स्वस्थानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरे। बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। सालिन्दीमा आइपुगेपछि पुलद्वारा पारी तर्न लाग्दा अकस्मात चँदुवा टाँगे जस्तै मेघ उठेर ठूलो पानीका साथै भयङ्कर हुरी पनि आयो र म डोलीबाट लडी सालिन्दीमा परेँ। डोलेहरूको के गरी भयो केही थाहा पाउन सकिन। मेरो शरीर कहिले मुच्छार हुने र कहिले चेत आउने भयो। म यस्ती हुँ भन्ने पनि सुद्धि हरायो। नदीकै तटमा पिडिरहेँ। निकै दिनपछि किपल नामका 2 ब्राह्मण त्यतैबाट आए। मैले कहाँ जान लागेका भनी सोधेँ र तिनले राजाको ब्राह्मण भोजनमा जान लागेका भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदेऊ भने। तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा फेरि आए र हे पापिनी, तेरो निमित्त हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिनासाथ राजाको भण्डार नै सुक्यो। रानीलाई खान भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याइदिएका छौँ भनी मलाई पातमा भात दिए। भोकले आतुरी रहेकी हुनाले मुख पनि नधोई खान तयार भएँ। त्यो देखेर ती ब्राह्मणले भने, हे पापिनी, यस्तो अवस्था परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो, मुख धोएर खा। अनि स्वस्थानी परमेश्वरीको व्रत गरे, तेरो समस्त पाप रोग नाश हुनेछ भनी ती ब्राह्मण घर गए। अनि म मुख धुन सालिन्दीमा जाँदा नदीको जल सुक्दै गयो। त्यो देखेर म माथि आई मुख नधोएरै खान तयार भएँ र भात खरानी भयो। खरानी पनि खान खोज्दा हावाले उडायो। ठूलो कष्टले दिन काटिरहेँ। त्यही क्रमले रहँदा बस्दा पौष शुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू सालिन्दीमा आएको मैले देखेँ। अनि 4 हात पाउँ टेकेर गई, तिमीहरू को हौ? केही खानेकुरा भए मलाई देऊ, पुण्य होला। म के पापले यस्ती भएँ भन्दा उनीहरूले भने, हामी इन्द्रका अप्सराहरू हौँ। श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ सालिन्दीमा स्नान गर्न आएका हौँ। हे पापिनी, तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो। त श्री स्वस्थानी परमेश्वरीको व्रत गर, त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस्। अनि मैले भने, म यस्तो स्थितिमा परेको पापिनीले त्यो व्रत कसरी गर्छु? सामग्री को देला? के चाहिन्छ? मेरो कुरा सुनि तिनीहरूले व्रत विधि बताई स्वर्ग गए। मैले पनि उनीहरूको उपदेश अनुसार पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त रही एक चित्त गरी महिना दिनसम्म नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गरिरहे। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत पूर्ण गर्न अप्सराहरू फेरि त्यहीँ आए। हे स्वामी,
महिना दिनमै श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठ रोग पनि निको भयो। हातखुट्टा पनि पहिले जस्तै भए र अप्सराहरूसित भने, हे अप्सरा हो, तिमीहरूको उपदेशले पौष शुक्ल पूर्णिमादेखि व्रत प्रारम्भ गरेको छु। महिना दिन भयो। अब श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन। कसरी गरौँ भन्दा अप्सराहरूले भने, सामग्री नभए नदीबाट बालुवा ल्याई सामग्री तुल्याऊ। अनि मैले सालिन्दीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो। अर्थात् मैले जे कल्पना गरेको थिएँ त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई, हे सुन्दरी, आजसम्म तँलाई हामी पापिनी भन्थ्यौँ, तर आजदेखि तेरो नाम पुण्यवती भयो भने र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रत गरेँ। सम्पूर्ण व्रत पूरा गरेर उनीहरू स्वर्ग गए। अनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 पुष्प, 8 पान, 8 कुर्का सुपारी, यज्ञसूत्र र सगुन समेत दिन हजुर सामुन्ने नहुनाले मैले सालिन्दीमा बगाइदिएँ। प्रातःकाल भयो र सालिन्दीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ र लोकहरू लिन आए। हे स्वामी, मैले श्री स्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएर पनि फेरि उनैको कृपाले र किपल ब्राह्मण एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। श्री स्वस्थानी परमेश्वरी भन्दा ठुलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता, यस्ती जगदीश्वरीलाई मेरो कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले बारम्बार दण्डवत प्रणाम गर्दै भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रत कथायां चन्द्रावती स्ववृतान्त कथनं नाम 300 अध्याय 30।